विभिन्न वामपन्थी घटकहरूको एकताबाट निर्मित नयाँ दल नेपाली कम्युनिस्ट पार्टी नेकपा यति बेला देशव्यापी शक्ति प्रदर्शनमा होमिएको छ। साथै प्रदेशमा एकता सन्देश सभा गरेको नेकपाले आज राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको हो। एकताको सन्देश दिन भनिए पनि नेताहरूको हाउभाउ र अभिव्यक्तिले नेकपा आगामी निर्वाचनका लागि निकै आतुर रहेको संकेत गरेको छ। काठमाडौँको भिरकुटी मण्डपमा उर्लिएको यो उपस्थिति र राता झण्डाहरूको लहरले मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरणको सन्देश दिइरहेको छ। गत कार्तिक 19 गते विभिन्न वामपन्थी दल र समूहहरूको मिलनबाट जन्मिएको नेपाली कम्युनिस्ट पार्टी नेकपा अहिले देशव्यापी अभियानमा छ। कार्यकर्ताको बाक्लो उपस्थिति र भव्य मञ्चमा बसेका शीर्ष नेताहरूको आत्मविश्वास हेर्दा लाग्छ नेकपा चुनावी मैदानमा उत्रिसकेको छ। सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूले पार्टी एकताका प्राविधिक पक्षभन्दा बढी चुनावी रणनीतिका बारेमा चर्चा गरे। विशेष गरी पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमा एउटा बेग्लै उत्साह र दबाव देखिन्थ्यो। र हामीले भनेका छौं सहज ढंगले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौं तपाईहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नु होला। यदि तपाईहरुले संविधान बार मिच्ने कोसिस एकचोटि त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो। तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं। भदौ 23 र 24 पछिको तरल राजनैतिक परिस्थितिमा जन्मिएको यो पार्टी स्थापना कालदेखि नै निर्वाचनको पक्षमा उभिएको छ। प्रमुख दुई दल कांग्रेस र एमाले चुनावकी संसद पुनर्स्थापनाबारे अलमलमा देखिँदा नेकपाले भने चुनावी विकल्पलाई नै आफ्नो मुख्य मुद्दा बनाएको छ। एकताका लागि गरिएको यो दौडधुप पनि अन्ततः जनमत परीक्षणकै तयारी र चुनावी मोर्चा जस्तो देखिन्छ। निर्वाचन अनिवार्य छ भनेर प्रारम्भदेखि नै यो सन्देश दिएको छ। निर्वाचन भएन भने युद्ध र आन्दोलनले ल्याएका परिवर्तनहरू धरापमा पर्ने सम्भावना हुन्छ। मैले अघि पनि भने राष्ट्रियताको ठूलो संकट पनि पैदा हुन सक्छ। त्यसकारणले हामी त प्रारम्भदेखि नै निर्वाचन अनिवार्य छ, निर्वाचन हुनै पर्छ भनेर गएका छौँ। दर्जनभन्दा बढी साना ठूला दलहरू मिलेर बनेकाले यो नयाँ शक्तिमा उत्साह हुनु स्वाभाविक हो। तर मुलुकमा सुशासन र नेतृत्वमा पुस्तान्तरणको चर्को माग उठिरहेका बेला तिनै पुराना पात्रहरूको यो एकताले चुनावी परिणाममा कस्तो प्रभाव पार्ला त्यो भने भविष्यकै गर्भमा छ। तैपनि नेताहरूले नेकपा बलियो शक्ति बनिसकेको जिकिर गरिरहेका छन्। माओवादी केन्द्रले सबै शक्तिहरूलाई एकजुट गरेर ध्रुवीकरणको प्रक्रियामा लगिसकेपछि स्वाभाविक रूपले शक्ति आर्जन गर्ने सम्भावना रहन्छ नि। अब अहिले नै हुन्छौं हुँदैनौं भन्ने घोषणा गर्ने कुराहरू भन्दा त निर्वाचनको परिणामले देखाउँछ। हामीलाई अपेक्षा छ जनताको जुन प्रकारको रेस्पोन्स भएको छ, अहिले नेपाली कम्युनिस्ट पार्टी एउटा चाहिँ सशक्त पार्टी बन्छ भन्ने कुरा हामीलाई विश्वास छ। साथै प्रदेशमा शक्ति प्रदर्शन सकेको नेकपा अब कुन दिशामा अघि बढ्ला? नेताहरूको चुनावी उत्सवले मतपेटिकामा कस्तो रूप लिनेछ? यसको फैसला भने आगामी निर्वाचनले नै गर्नेछ। अहिले भने कम्तीमा नेकपाका पाका नेताहरूको यो दौडधुप हेर्न लायक चाहिँ पक्कै छ।